So hi guys, today we are going to do a Panipuri challenge. So let's see how it goes. अनि हामी चाहिँ पानीपुरी च्यालेन्जको लागि चाहिँ मार्केट आइसकेको छौँ. सो हाम्रो गाइडहरू चाहिँ पछाडि हुनुहुन्छ. आजको च्यालेन्जको बारेमा के भन्नुहुन्छ? सबैजना भ्लगर भएर चाहिँ एकदमै भ्लगर भइसकेको छु. च्यालेन्ज चाहिँ एकदम एक्साइटिङ हुने भएको छ. We are going to do a Panipuri challenge and I know I'm gonna rock that challenge because म सधैँ रक गर्छु हैन. Okay, we'll see you. Bye bye. Bye bye. पानीपुरी So hi guys, we are going to do ultimate Panipuri challenge. So हाम्रो चाहिँ एकदमै सबै कुरा रेडी भइसक्यो. टाइमर च्यालेन्ज हो. सो whoever comes last उसले चाहिँ एउटा च्यालेन्ज गर्नुपर्ने छ. सो च्यालेन्जको लागि हामी सबैजना रेडी छौँ. कोही पनि आइसकेको छैन. सो म चाहिँ टक्कसँगले एउटा राम्रो भिडियो दिउँ भनेर यहाँनिर आइसकेको छु. सो हामीले चाहिँ 2020 पानीपुरी रेडी गरेको छौँ. सो लेट्स गो. वी आर डुइङ अल्टिमेट पानीपुरी च्यालेन्ज. यस्तो स्पाइसी छ. अनि हामीले चाहिँ यो पानीपुरी च्यालेन्जमा एउटा च्यालेन्ज गर्नेवाला छौँ. जो चाहिँ लास्ट आउँछ. हामी 4 जना छौँ. यहाँनिर देख्नुहुन्छ, हजुरले देख्न सक्नुहुन्छ. एउटा, दुईटा, तीनटा, 4 जनाको लागि यहाँ सिट छ. र हाम्रो पानीपुरीको लागि आउँदै हुनुहुन्छ. म फर्स्टमा इन्भाइट गर्न चाहन्छु. रेडी हो तिमी? ल रितेश ओली यहाँ हेर्न सक्नुहुन्छ. यता यो पछाडि आसन ग्रहण गर्न आउँदै हुनुहुन्छ हजुरको प्रमिला मुक्तान. यता त्यस पछाडि आउँदै हुनुहुन्छ योन्जो ब्लग. उहाँको चाहिँ ब्लग पनि छ गाइस. सो हेर्न नबिर्सिनु होला. सो हाम्रो पानीपुरी च्यालेन्ज चाहिँ अब स्टार्ट हुन्छ. र हामीले एउटा फोनमा चाहिँ हामीले टाइमर लाउँछौँ. सो टाइमर सेट गरिसकेपछि हामी च्यालेन्ज स्टार्ट गर्छौँ. हामीसँग चाहिँ 20 वटा पानीपुरी छ. सो जसले पनि पानीपुरी टाइममा खान सबैभन्दा लेट खान्छ उसले चाहिँ लास्टमा गएर डेयर गर्नुपर्ने छ. अनि त्यो डेयर चाहिँ हामी अहिले हामी चाहिँ लास्टमा डेयर, जसले पनि हार्छ त्यसले लास्टमा डेयर गर्न रेडी हो. ओके. सो हाम्रो पानीपुरी च्यालेन्ज चाहिँ लेट्स बिगिन. ल हामीले चाहिँ अब टाइमर सेट गर्नेवाला छौँ. यहाँ मलाई पो घाटा हुने भयो. टाइम स्टार्ट गर्ने भएर म गर्दिन्छु. ओके. एकछिन हातमाथि हात यहाँ हात यहाँ 1 2 3 गो. म त खान सक्दिनँ यस्तो भने. एमा हालो. त्यो अलि धेरै हाल्नुपर्छ त्यो आलु. Oh no. चापटी दिन पाइक नै. कोही बोल्दैन. सब सिरियस. मलाई चाहिँ चापटी त कहिले दिन्छ अनि त्यो भयो तर उल्या छोपिरा है. म यो लाग्छ. Pol. Apa? Kan sudah.
होइन ए होइन होइन मलाई मिङमा बनाइसक्यो के गर्नु भएको अप्ठ्यारो हुन्छ ओके मेरो आमा मामा खायो बाबे हेर्न वे कम on last last come on okay last Loser. तर जस गाइस कम्प्लिट गरे मलाई थाहा थिएन मैले खाइसक्छु भनेर I'm a winner of the challenge as always with Sholi on the top of the mountain सो फाइनली गाइज हाम्रो पानीपुरी अल्टिमेट पानीपुरी च्यालेन्ज चाहिँ सकिसकेको छ not 8 guys not 8 अझै पनि उले लास्ट भएको डियर पाउन बाँकी छ एन्ड देन डियर कस्तो के कस्तो पाउँछ त्यो नेक्स्ट पार्टमा चाहिँ हामी अभियसली अपडेट गर्छौँ नेक्स्ट पार्टमा हैन यही पार्टमा अहिले इनमा हामी जोड्छौँ भन्नु राइट मेबी सायद यो भिडियोमा चाहिँ हामीले डियर गरेको त्यो थाहा पाउन चाहिँ स्टे ट्युन यस कस्तो लाग्यो भन नि त तिमीले च्यालेन्ज जितेको छौ फाइनली खासमा चाहिँ मैले जित्नु मेरो लागि नर्मल कुरा हो म हारेको भए चाहिँ अचम्म हुन्थ्यो किन हार्यो भनेर जितेँ मलाई नर्मल लाग्यो मजा आयो खाना थ्याङ्क यू सो मच यति मिठो पानीपुरी बनाइदिनु भयो दाई भाउजू पनिसाले म चाहिँ सधैँ एज अ अडियन्स एज अ टेस्ट गर्ने हो फुड भ्लगर जस्तै म पनि टेस्ट गर्दै हिँड्छु त्यहाँ चाहिँ मिठो लाग्यो प्रमिला हैन प्रमिला भाउजू प्रमिला दिला कस्तो लाग्यो त डेयर सोच्नु भएछ सपोर्ट पनि एकदम हो अनि त हाम्रो ब्लगर दाइलाई चाहिँ कस्तो लाग्यो त वाउ कस्तो राम्रो लाग्यो ओके गाइस मलाई पनि एकदम रमाइलो लाग्यो एन्ड आइ एम ह्याप्पी अल्दो मैले डेयर पाउने भए पनि आई एम रेडी टु डु इट सी यू गाइस मेरो लागि चाहिँ च्यालेन्ज डिस्कस भइरहेको छ सो मलाई चाहिँ च्यालेन्ज के हो भनेर नभन्ने रे लागिरहेको छ डर पनि लागिरहेको छ आई डोन्ट नो के हो च्यालेन्ज के हो भन्नु पर्यो के ओके सो मेरो च्यालेन्ज चाहिँ गर्न रेडी हो प्रनिसा किनभने प्रनिसा डराउँदैन च्यालेन्ज गर्नलाई होइन त गाइस लेट्स सी हामी डराउँदैनौँ अनि अर्को कुरा के भन्न लागेको थियो भने हामीले चाहिँ नेक्स्ट च्यालेन्ज के गर्ने हो भनेर हामीलाई सजेसन पनि दिनु होला हजुरहरूको सजेसन अनुसारले हामीले नेक्स्ट च्यालेन्ज चाहिँ नेक्स्ट भिडियोमा लिएर आउनेछौँ सो आर यु गाइज रेडी टु गिभ अस अ च्यालेन्ज अनि डेयर पनि के दिने त्यसको साथसाथै कमेन्ट बिलो त्यस पछाडि हाम्रो च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइब गर्न पनि नबिर्सिनु होला फेरि गाइज मेरो च्यालेन्ज चाहिँ भर्खरै मलाई एक्सप्लेन भइसक्यो तर मैले बुझिनँ के हो भनेर फेरि एकचोटि भनिदिनु होला मैले योन्जो ब्लगको दाजुलाई आग्रह गरेको छु हामीले बहिनीलाई चाहिँ च्यालेन्ज एकदमै सिम्पल दिएको छौँ किनभने बहिनीले त हामी चटपटे बनाएर पानीपुरी मिठो बनाएर खुवाएको भएर चाहिँ हामीले एकदमै सिम्पल दिएको छौँ बहिनीले चाहिँ 2 मिनटसम्म विदाउट म्युजिक नाच्नुपर्ने हुन्छ होइन तर केही गरी बिचमा रोक्यो टोलायो भने चाहिँ त्यो टाइम फेरि सुरुदेखि हुन्छ आई मिन नरोकिकन नाचेको नाचे नन स्टप 2 मिनटसम्म नाच्नु पर्यो ए भगवान एकदम माया एउटै स्टेप गरे पनि हुन्छ नि जुन गरे पनि नाच्नु चाहिँ पर्यो हामीलाई इन्टरटेन गराउनु पर्यो गाइज नेक्स्ट टाइम विल सी यू सबैजनालाई नेक्स्ट टाइम ओके गाइज फाइनल्ली म विदाउट म्युजिक चाहिँ मैले च्यालेन्ज गर्दैछु सो मेरो च्यालेन्ज चाहिँ विदाउट म्युजिक डान्स च्यालेन्ज गर्दैछु नो डान्स च्यालेन्ज होइन विदाउट म्युजिक चाहिँ मैले डान्स गरेर देखाउनु पर्छ मेरो च्यालेन्ज डेयर चाहिँ यही रहेको छ सो आइम गोना स्टार्ट मैले गाउन पनि पाएन होइन केही बोल्न पनि पाएन ओके ल म यहाँ ठ्याक्क दिउँ 3 2 1 go बहिनीको च्यालेन्ज सुरु भयो ए म भयो अलि फेर्नु पर्यो बस्यो बुझ्यो नो म्युजिक अब लेट्स गो लिपसिङ गर्यो यहाँ भिडियोमा छ है एनर्जेटिक छ त्यो भएन यो चले बरु कम्प्लिट गरेँ सो नेक्स्ट टाइम चाहिँ मैले यो च्यालेन्ज अरूलाई गराउने छु गाइज के च्यालेन्ज गराउने प्लिज कमेन्ट डाउन बिलो सजेस्ट गर्नु होला एन्ड विल सी यू अन द नेक्स्ट भिडियो डोन्ट फर्गेट टु लाइक share subscribe
बाई बाई।